सक्नुहुन्छ म चाहिँ भर्खर उठेको यस्तो छ यहाँ सूर्य पुरै ढाकिसक्यो है यस्तो छ चल्लाहरू हाम्रो पप्पु चाहिँ यहाँ छ है पप्पु ओए बुझ्नु रे औ आदे खोरी पुच्छर होला ट्रुङ ट्रुङ लगाएर यस्तो हुँदैछ गाई छान्नु चाहिँ यहाँ खै बाटो हल्का छोड्नु त श्राद्धै हुँदैछ यहाँ फुल कार्यक्रम हुँदैछ है गाई चाहिँ सुतिरहेको थियो चाखुरी पापडहरु खाऊ त झरे यहाँ नादिबा खाने हो हामी चाहिँ पहिला बच्चामा यस्तो मान्थे हिँड्ने ठाउँ थिएन अहिले चाहिँ यस्तो बनाएछ त्यहाँ छ हिमाल हिमाली भेट लाउने है केटाहरु घर आइपुग्यौँ हामी चाहिँ भाले काटिसकेको छ यहाँ कस्तो भइरहेछ त भाले हो यो कत्रो पखाइदा त नि भाले पोथेको बुढा जस्तो छ ल यहाँ आएको मासु पाकेको छ के हो यो कलेज जस्तो छ त हो कस्तो हेर्न हाल भनेको त कहाँ उचाल्छ पनि त्यसले चुपचाप अब चाहिँ मासु काट्न आँटेको कस्तो हुँदैछ र कपडा साइज नमिलेको अवस्था जे काटेर राखे भयो कस्तो भइरहेछ बाजे कोदेर पनि त्यस्तै होला है
काटेर हेर्नु एकचोटि ठ्याक्कै थाहा हुन्छ यिनीहरू मजाले छोडेर हुर्काउने कुखुरा हो त्यो गिरिरहेको छैन है ए खरी हिजो खाएछ नि त कुटाइ कस्तरी हाने अरे यसलाई हिजो लाउन नि भैँसी ब्यायो भन्नुहुन्थ्यो नि ब्याउँदैन छैन यस्तो छ है हाम्रो चाहिँ नेबुवा टिप्न आएका छौँ हामी चाहिँ कस्तो हुँदैछ त नेबुवा टिपेर भगटे त्यो सानो चाहिँ किन टिप्या त त्यो कसले खान्छ त्यो सानो निर्मल त्यहाँ सिधै तलै झर्नु के छ तल सिधै तल झर्नु हेर्दा मौसम कस्तो मौसम छ त्यहाँ मौसम मैले पनि नखाने रे ल्याउ न ल सानो अरू छैन नुन हाले खाँदै कस्तो हुन्छ होला है अमिलो अलिकति काट्छन् र सानो कसरी खाने अमिलो अमिलो हुन्छ कस्तो हुन्छ अमिलो हुँदैन सिधै जान्छ त क्या रसिल छ है र हेर्नु सक्नुहुन्छ गाइज हाम्रो भाँडा माझ्ने मेसिन हो उहाँ चाहिँ लाइफ ग्यारेन्टी मेसिन कस्तो भइरहेको छ त भाँडा माझ्दाको रमाइलो भइरहेछ है ठिक छ भैँसीलाई चाहिँ यसो घाँस दिनुपर्ने हुन्छ अब हेर्नुहोस् सरकरी खौलाउ घाँस जान्छ जान्छ हात्तीमार हात्ती दसैँ हजुर कुखुरा टोलीहरू यहाँ बसिरहेको छ आ आ आ यस्तो छ है हामी चाहिँ निस्किसक्यो मामाघरबाट यस्तो छ अहिले माथिको भ्यू ऊ त्यो हाम्रो मामाघर चाहिँ
ल मैले चाहिँ ठक्क यहाँ यसो रेस्ट गरेको है कुरा हो भ्यू चाहिँ यस्तो छ ल हामी चाहिँ यहाँ मुनि आइसकेका छौँ है खोला साइडमा अब चाहिँ त्यो रोडबाट जाने हो टक्क त्यहाँबाट पास भएर अझ खोला छ हामी चाहिँ यहाँ आइपुगेका छौँ गौरी शङ्कर बाइक यहाँ छ हामी चाहिँ लस्सी खान आएको है त गाइस हामी चाहिँ लस्सी खान आएको मामाहरू चाहिँ उता आधा बाटोमा छ अरे उतातिर हामी चाहिँ बाइकमा चाँडा आइपुग्यो यो बाटो लाग्दैन यहाँ कति बेर लाग्यो यहाँ पुपुलाई तामाघाटमा ओह्रालेर गाडी चढाइदिएर आउँदा भाइहरू यस्तो छ है अस्ति चाहिँ हिमाल देख्थ्यो यहाँबाट अहिले चाहिँ छैन रहेछ हिमाल यस्तो छ है मेरो चाहिँ पारा